इतिहास बुझेको छु, इतिहास अध्ययन गरेको छु। एमाले थोरै समयको लागि सरकारमा गएको छ। पार्टीहरूलाई कम्पेयर गर्ने हो भने थोरै समयमा सरकारमा गए पनि थुप्रै राष्ट्र विकास, राष्ट्र निर्माण, राष्ट्रवादीका कामहरू गरेका छन्। त्यसकारण म एमालेमा छु। एमालेले कसैको घर जलाउन सिकाउँदैन, कहीँ कतै लुटपाट गर्नका लागि युवा प्रयोग गर्दैन। एमालेले युवालाई आफ्नो 10 नङ्ग्रा खियाएर राष्ट्रको लागि काम गर्नुपर्छ भनेर सदैव प्रेरित गरिरहन्छ। त्यसकारण मलाई एमाले मनपर्छ। सोशल मिडियामा भाड भैलो गरेर उग्र बन्न एमालेले सिकाउँदैन। एमालेले राम्रा कामका प्रचार प्रसार गर्न युवा शक्तिको सदुपयोग गर्छ। त्यसकारण मलाई एमाले मनपर्छ। र म यहाँलाई अनुरोध गर्न चाहन्छु, हामी सबैमा योजना छन्, भिजन छन्, स्ट्र्याटेजी छन्। सबैभन्दा ठुलो हामीमा शक्ति छ, किनभने हामी युवा हौ र हामी युवा भएर, उमेरले युवा भएर मात्र पुग्दैन। अबको आवश्यकता हो सक्षम युवाको, असल युवाको, इमानदारी युवाको, जिम्मेवार युवाको र राष्ट्रवादी युवाको र देशका लागि केही गर्छु भनेर हुटहुटी भएको युवाको आवश्यकता छ। यो समाजको आजको आवश्यकता हो र यो हाम्रो आफ्नो पार्टीको पनि आवश्यकता हो।